ल हामीले रुख चाहिँ पायौँ तर अलि माथि माथि छ। 4 पाङ्ग्रेलाई पनि निश्चित। ओहो स्कुलको स्पिच भने जस्तो भयो क्या आजको ब्लग। हल्का हुन्थ्यो। ब्याक टु अनदर एपिसोड अफ ललित कुमार थापाको ब्लगमा है त। अहिले चाहिँ म चट्ट लाएर कता जाँदैछु भन्दाखेरि लाकुरी भन्ज्याङ लाली गुनास टिप्न जाँदैछु। लाकुरी भन्ज्याङ कता छ भन्दाखेरि गोर्खुबाट सिधै माथि है त। यहाँदेखि लगभगै होला 20 किलोमिटर सायद कलङ्कीबाट, सायद है त्योभन्दा कम पनि हुनसक्छ। सो लेट्स इन्जोय है त। कतिको लाली गुराँस फलेको छ अनि त्यहाँबाट भ्यू पनि दामी देखिन्छ नि त। वान अफ द बेस्ट प्लेस हो त्यो चाहिँ। के भन्छ हामी त्यहाँ गएर टेन्ट सेन्ट लाएर बस्न क्याम्पिङ गर्न पनि मिल्छ, त्यसको लागि प्रिफर गर्छन् मेनली चाहिँ। अनि हाइकिङ ट्रायल पनि छ त्यहाँ। अनि एक त जङ्गल पनि हो, हजुरहरू जान सक्नुहुन्छ, दामी छ। लो लेसी है त। मोटर भ्लगमा अब के देखिन्छ हामीसँग। अन्तिमसँग हेरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। ओहो मैले त नेपालीको स्कुलको स्पिच भने जस्तो भयो क्या आजको भ्लग। स्याटरडेको चेकिङ पनि यस्तो टाइट भइसक्यो र अहिले छिटो काटिरहेको देख्छु यार उतापट्टिको लेनमा। डेन्जर टाइट भएको छ यार चेकिङ त कसम भने। मेनली त ट्रकहरू रोक्दैछ अनि बाइकहरूलाई चाहिँ पनि अलिअलि रोकेको छ। त्यस्तो बाइकहरूलाई रोके नै भन्नु मिल्दैन, तर ट्रकको चेकिङ चाहिँ हेभी टाइट गरेको छ यार। ग्रुपै पो हुँदो रहेछ त हुन नि। गर्मी पनि के साह्रो बढ्यो यार आजकल त। खै पसिनै निस्किने जस्तो, ज्याकेट खोलेर चलाउँ जस्तो लाग्ने कि। लास्ट गर्मी चाहिँ बढिसक्यो, तातो हावा चल्दैछ यो बेलुकाको 4 बजे पनि। लाकुरी भन्ज्याङ जाने बाटो चाहिँ गोर्खुबाट भित्र है, यो तेरो भएको लिप्च त्यही माथिबाट झार्दै हो तल। यत्रो दुःखले बनाएको रोड छ, अब त्यो भत्किहाल्छन् त्यसरी। सबले एक्लै झार्दा अर्कोले झार्दा बिग्रिने हो नि त त्यो चिजहरू। ओभरपास बनाउँदा पनि यत्रो जाम हुन थालिसकेको छ यार। जाम कम होस् भनेर बनाएको पुल, जाम त जिन्दगी नघट्ने भयो। एक त ऊ पनि छैन नि त हाम्रो यो बस स्ट्यान्ड कहाँनिर बस रोक्ने एउटा ठाउँ तोकिदिएको छैन। बाटोमा जामन लाग्यो, जले जस्तो लाग्यो। जानेर इच्छा छ त्यहीँनिर बस रोकिदिने, कसैले त बिच यहाँ के भन्छ यो राइट लेनमा रोकेर मान्छे झारेर हुन्छन् भने। यत्रो छोपेर ल्याएको छ तर माटो चाहिँ उडिरहेको छ क्या फेरि यसको। छोप्नुको अर्थै भएन नि यसको। 4 पाङ्ग्रेलाई पनि निश्चित। ओहो कस्तरी तर्स्यायो माइ गॉड। देखावटी तर्स्यायो कि साँच्चै तर्स्यायो, कन्फ्युज भयो म। साइक्लिङ पनि आउनु भएको रहेछ त पछि। बाइकभन्दा महँगो साइकल त बोकेर हिँड्दै हुन्छ यार यहाँबाट। यो लाखुरी जाने बाटो कुन हो? यताबाट होइन होइन? ए हस्, ए सर्टकट लिने भएको। धेरै नै सर्टकट भयो। हस् त हस्। मेरो सरले मलाई ओजे नहोस् है भन्थ्यो, ओजे भन्नाले ओभर जान्ने भन्थ्यो। त्यो चाहिँ हुनु भएन। ल सर्टकट भने झन् लङ्कट पुगेँ, यहीँ पो पुगेछु म। उति तल चोक हो फेरि। एक राउन्ड घुमेर आइयो जे ठिकै छ, नो वरिज। खास मेरो जाने टाइमिङ अरू फर्किने बेला म गएर हुन्छु क्या, किनकि यो मुभमेन्टै राम्रो लाग्छ क्या। बाघ पनि सिकारको लागि बेलुकै जान्छ नि त। सो म पनि भ्लग बनाउन प्रायः जस्तो बेलुकै गएर हुन्छु है त। ओ माइ गड दामी बाटो आएर एउटा भिडियो बनाऊ है मोबाइलबाट स्टोरी। हो कसको फोन आएर चाहिँ, तर आई क्यान रिसिभ है त, किनकि म राइडिङ गर्दैछु अहिले। यहाँ चाहिँ हजुरहरूलाई आउन मन छ भने साझा बस चाहिँ लाग्छ है त्यहाँ गोर्खु चोकबाट। यहाँ साझा बसमा आउँदा पनि हुन्छ है, यदि हजुरहरूसँग बाइक स्कुटर केही छैन भने। आजकल त डाँडो चढ्नुभन्दा तलै क्याफेहरू बढी खोलिसकेको रहेछ। राजी आउनुभयो। यदि हजुरहरूलाई लाली गुराँस टिप्न जान मन छ भने कुन ठाउँ छ भनेर म सजेस्ट गरिदिन्छु है सर। र फर्स्ट नम्बरमा चाहिँ हाम्रो अहिले गएको लाली गुराँस खोज्नलाई लाकुरे भन्ज्याङ,
स्विजरल्यान्ड भन्नाले त्यो कलम्कीबाट माथिको डाँडो अनि चोबार अनि हामीसँग उता चाहिँ के भन्छ फर्पिङ अनि यता के भन्छ गोदावरी अनि यता पनि छ हाम्रो के भन्छ यो कपनबाट माथि के तारेभिर बुढा नीलकण्ठ त्यो हाइटहरूमा जहाँ जहाँ डाँडाहरू छ त्यहाँतिर चाहिँ लाली गुराँस प्रशस्तै पाइन्छ है त झन्डै हान्दिएको यार दाइले गाडी ठुलो छ अलिक च्याप्नु पर्ने उतैपट्टि मैतिर च्याप्दियो यार दाइले फेरि स्टोरेज चाहिँ फुल भइदिएर स्टोरेज खाली गरेर म अगाडि गएर त्यहाँनिर मुतुम भनेर रोकेको ऊ त्यहाँनिर फेरि केटीहरू रहेछ लाल लाग्छ नि त मलाई फेरि बाटो चाहिँ अझै पनि नखुल्या रहेछ रहेछ यहीँ पहिरो यहीँनिर रहेछ कसरी जान्छ त बाइक जाँदैन मुत्न चाहिँ जानिन्छ है त बाइक नगएर यसरी बाइक झन्न फर्काउने होइन त्यसरी अगाडि लाउने अनि त्यसरी चाबी अफ गर्ने हल्का भित्र जाने अनि यहाँनिर भित्ता ठिक छ नि त यो अलिअलि सुके अब यहाँनिर यसरी माथि हेर्ने है किनकि हजुरहरूलाई देखाउनु भयो तर्सिनुहुन्छ नि त लुक हेरिदिनु ल मोबाइलबाट खिच्यौँ भनेको कलर ग्रेडिङै हावा आइदिरहेको तर आँखाले हेर्दा धेरै राम्रो आइरह गोप्रोबाट खिच्दा कस्तो आइरह भन्ने नि गोप्रो त भिडियो बनाउनलाई बनाएको नि त यो दामी धुलो उडाइदिएको छु मैले नि गेट सेट बनाएर मजा भइसक्यो रहेछ त र यता पनि बनाएर बाइक त ऊ त्यो माथि जान्छु त टेन्ट लाएर यसरी बस्छन् है यहाँ चाहिँ ल खै त अब भ्यू टावरतिर लागेको म चाहिँ यताको पनि बाटो चाहिँ राम्रै बनाएर चाहिँ ढलन सलन गरेर त पहिला चाहिँ बाइकै उकाल्न गाह्रो हुन्थ्यो अहिले त उइली पनि लाग्छ होला बाइक हेरौँ है त यहाँ पो छ कि लाली गुराँस झुकाएर राख्नु भएको थियो कि रुखलाई जस्तो भाइ लाली गुराँस तिमी कहाँ छेउ लाली गुराँस त पाएँ तर त्यस्तो साह्रो चाहिँ छैन चाहिँ छ यहाँ आन्टीहरूलाई सोधौँ न थाहा भइहाल्छ नि यहाँनिर हल्का आन्टी ओइ पनि उता उता डाँडा उता अलिकति उता डाँडामा थियो नि त आमाकै तँ को जो सडक बिर पहाड में उता सडक माथि छ नि त उता डाँडा उता आलीमा उता यही अगाडिको डाँडामा हजुर हजुर टन्नै छ त्यहाँ हेर्दै जानु त त्यहाँ छ यहाँ तल त छैन नि नगए नि हुन्छ तल त छैन तर हाम्रो गाउँतिर चाहिँ छ धन्यवाद है यही माथि होइन भन्दाखेरि यहाँ साथीहरूले पनि देखिरहेको रहेछ हामीहरू लाली गुराँसको खोजीमा देख्नु भयो कि यत्तिकै चढ्दै तपाईँको आँखा तेजिलो रहेछ ल हामीले रुख चाहिँ पायौँ तर अलि माथि माथि छ ऊ यहाँ रहेछ एउटा चाहिँ टिपिसिया थियो यत्रो यत्रो सानो सानो रुखबाट माथि तपाईँ चढ्नुहुन्छ म तलैबाट हेल्प गर्छु है त म चाहिँ लाली गुराँस टिप्न एक्लै आएको थिएन कोसँग आएको थियो भन्दा म गर्लफ्रेन्डसँग आएको थिएँ गर्लफ्रेन्ड चाहिँ यहीँ छन् आऊ त भन्ने अनि पछि अब गर्लफ्रेन्डलाई म घुँडा टेकेर दिन्छु त सट्ट घुमेर
1 2 3 टेक इट हल्का रमाइलो है त यिनै हुन् मेरी गर्लफ्रेन्ड अच्छा ल चट्ट लाएर म पनि निस्किसकेँ कस्तो देखिँदैछ त यो फ्रेम एङ्गलमा मेरो अगाडि लाली गुराँस चट्ट लाएर होइन कमेन्ट डाउन बिलो यहाँ डाँडामा आउँदा पनि यस्तो मिठो खानु पाइँदो रहेछ है यहाँ अहिले पसलहरू पनि राखिसक्नु भएको रहेछ यो के अरे डाँडाको नाम होइन लाकुरी त तलको होइन र मनमन भ्यू टावरमा कहाँबाट ल्याउनुहुन्छ यो ठेल्दै तलैबाट हो कि यहीँ छोडिदिनुहुन्छ चोरी हुन्न है यहाँ ए खम्बामा मानेर यहाँ दिदीले लाली गुराँस पनि बेच्दै हुन्छ 50 रुपियाँ मुठा ल ल ओहो ओहो यसको जोस कहाँको खेल्न खोज्दो रहेछ ल ल ल